आज डिसेम्बर 27 2025 डिसेम्बर 27 को दिनमा अहिले यहाँ कम्पनी बाहिर यसरी हिउँ परिरहेको छ। साउथ कोरियामा चाहिँ अहिले यसरी हिउँ परिरहेको छ। हिउँको मजा अर्कै छ। जस हिउँको मान्छे हिउँ खेल्दा क्या मजा भइरहेछ। यहाँ चाहिँ राम्रो छ। यहाँको मौसम पनि गर्मी गर्मी अन्त चिसो चिसो धेरै राम्रो छ। जस अनुभूतिहरू जिन्दगीका उकाली ओह्राली भन्ज्याङ चौतारीहरू सँगसँगै तिनै घुम्ती मोडहरूमा कति बिसाउनीहरूमा कति चौताराहरूमा जीवनका सुसेलीहरू सुसेल्दै अहिले जीवनको एउटा क्षणमा अहिले साउथ कोरियाको यो अहिले जस छुकचोन नामदो बुराङसीमा चाहिँ अहिले यहाँ कुन्किल चाहिँ अहिले यहाँ 254 भन्छ। इफेक्ट ओसिप साबन भन्ने ठाउँमा अहिले चाहिँ जस रमाइलो छ। लाइफ हो जिन्दगी रमाउनु पर्छ। कसले के भन्छ बाल बिन्दास जिन्दगी। जस एक बारको जिन्दगी सुख दुःख सबै सहनुपर्छ। बस लाइफ हो इन्जोय गर्नुपर्छ। हिउँ परो फुरुरु हिमाली भेगमा हिउँ पर्यो फुरुरु हिमाली भेगैमा। जस अहिले हो हाम्रो चाहिँ यो कम्पनी हाम्रो पर रुपेश सर उभिरहनु भएको छ ढोका छेउमा। हाई रुपेश सर। अहिले यहाँ चाहिँ सामखोङजाङ यसो खोगी उताबाट आउँदैछ। त्यही भएर हामी एकछिन मासु यहाँ तानौँ भनेर आएको छौँ। रुपेश सर हाई भनिदिनु। हाम्रो यो केबी च्यानल युट्युबमा हुन्छ। नम्बरी बाँचे दैवले साँचे यसो हुन्छ नि हौ गाडी हो लुगा हो लुगा। जस अहिले 11, 12, 13 कति अघि आएको थियो। अहिले 13 -13 डिग्रीसम्म होला टेम्परेचर। केही छैन। इन्जोय गर्नुपर्छ लाइफमा। एउटा यो चाहिँ मेमोरी लागि हो। मेमोरीको लागि फेरि हिउँहरू परिरहन्छ। बर्सातमा अर्कै यहाँ चाहिँ पानी पर्दा छुट्टै हुन्छ। यहाँको अहिले शिशिर शरद ऋतुहरू जस्तो भनौँ जाडो मौसमहरूमा चाहिँ यहाँको छुट्टै हुन्छ। त्यसैले चुधरीहरूलाई हिउँका डल्लासँग साट्दै यो बलेसीमा बहेका तपनाहरूसँग जीवनका पसिनाहरू जिन्दगीका आरोह अवरोहहरू साट्दै जिन्दगी मजा लिनुपर्छ वास्तवमा। आए त्यही रमाइलो भइरहेछ। लाइफ इन्जोय गर्नुपर्छ। ओहो चिसो लाइफ त यहाँ चाहिँ अहिले भिडियो बनाइरहेको छु तर पनि चिसो भइरहेछ। फेरि यति चिसो पुरै साध्य छैन। हिउँ परिरहन्छ कति मजा। यहाँबाट यसो हेर्दै जाँदाखेरि यहाँ चाहिँ यो चिजबिजहरू यो प्यारेटहरू छ। अनि यसो यहाँ मेसिनहरू चलिरहेछ। यहाँ चाहिँ उयाम ठाउँ यो त्यति जानु मिल्दैन। अनि त्यहाँ कम्पनीहरू त्यहाँ प्रत्येक गाई गोठहरू बसतिर छ। यहाँ यसो हेर्दाखेरि कस्तो अहिले गाउँकै यादहरू आउँछ। सायद प्रवासमा भएर पनि आफ्नै गाउँ जस्तो
छेउमा यस्तो जङ्गलहरू छ अनि पतिर यसो हेर्दाखेरि पनि अनि यहाँदेखि पट्टि यसो गाउँहरू छ जस रमाइलो छ लाइफ इन्जोय हो यहाँको चाहिँ पछि हरियाली हुन्छ त्यो पारिपट्टि जङ्गलहरू छ एउटै रुखहरूमा हरियो पातहरू छैन जस यहाँको मान्छेहरूले चाहिँ यस्तो घरहरू कहीँ पनि ठुलो हुन्न कि यस्तो सानो सानो घरहरू बनाउँछ उनीहरूले घरमा इन्भेस्टै गर्दैन बरु कम्पनी खोल्छ बरु ब्याङ्क ब्यालेन्स गर्छ उनीहरूले यहाँ त यसो हेरिरहेको छु तपाईँहरूलाई यसो यो चाहिँ भिडियो मार्फत चाहिँ देखाइरहेको छु हाम्रो नेपालमा चाहिँ ओल्लो घरले पल्लो घर बनायो ठुल्ठुलो घरहरू बनाउनु पर्ने अनि देखासी गर्नुपर्ने यो चाहिँ कहीँ पनि ठुलो घर बनाउँदैन क्या बरु उनीहरूले चाहिँ त्यो घरको पैसाहरू चाहिँ लाइफलाई चाहिँ पछिको लागि काम लाग्छ भने उनीहरूले चाहिँ बरु सेभिङ गर्छ यसरी सानो त्यहाँ पर नि सानो सानो हुन्छ घरहरू कति सानो बनाउँछ यिनीहरूले यो चाहिँ इन्फ्रास्ट्रक्चर हुन्छ नि त्यो चाहिँ जुन निर्माणहरू आफूले बनाउने कुराहरू बरु यस्तो कम्पनीहरू इन्भेस्टहरू गर्छ नि त कम्पनी त्यहाँ पनि पर पनि ठुलो यहाँ गाई फार्म यहाँ ठुलो कम्पनी त्यहाँ कम्पनी यहाँ कम्पनी हेर्नु यति दुर्गम ठाउँ हाम्रो चाहिँ विकट ठाउँ जस्तोमा कति धेरै उनीहरूले इन्भेस्ट गरिरहेको छ अनि जस रमाइलो छ अनि हिउँहरू यसरी माथि आकाश धुम्म परेको छ अहिले चाहिँ यो चाहिँ हामीहरूले चाहिँ अहिले चाहिँ गाउँ बस्ती खाली बनाएर सबै सहर पस्ने छ तर गाउँहरूलाई पनि यसरी चाहिँ म्यानेजमेन्ट यस्तो चाहिँ माइक्रो म्यानेजमेन्ट गरौँ भने चाहिँ लङ लास्टिङ हिसाबले चाहिँ राम्रै हुने रहेछ अब विकासका संरचना भौतिक त्यहाँका शिक्षा स्वास्थ्यदेखि लागेका रोड सबै कुराहरूलाई चाहिँ यसरी म्यानेज गर्नु यहाँ गाडी आइरहेछ हिउँ परिरहेछ अहिले मासु आइरहेछ अहिले चाहिँ हाम्रो कम्पनीमा एकछिन Kiếm con dân đi, 안녕하세요. 이거 라이브 있어요. 누구야? 거기 왔어요. 우리는 광장에서 김 과장님. 네.